हेलो गाइज, नमस्ते सबैजनालाई। धेरै दिनपछि, धेरै वर्षपछि, धेरै शताब्दीपछि आजको ब्लगमा सबैजनालाई स्वागत गर्नको लागि आइसकेको छु। अहिले चाहिँ हामी जाँदैछौँ कतै यसो डुल्न घुम्न जाँदैछौँ। अनि टोली अगाडि दुईटाको गफ छुट्टै छ, एउटा म चाहिँ हिँड्दैछु पछि। अनि हामी चाहिँ धेरै वर्षपछि भ्यू टावर हेर्ने भनेर हामी जाँदैछौँ। धेरै वर्ष अघि हामी भ्यू टावरको भिडियो लिएर आएको थियौँ। अनि त्यहाँ हामी जाँदैछौँ। अनि सबैजनाले भिडियोलाई लास्टसम्म हेर्नु होला, धेरै पछि आइहाल्छ। अब कस्तो छ भ्यू टावर, अनि भ्यू टावरबाट तलबाई कस्तो देखिन्छ, कस्तो भइरहेछ विकास होइन। अनि म चाहिँ देखाउँछु हजुरहरूलाई। अनि हामी पनि हेर्छौँ दिन कटाउने बाहना। सो यस्तो छ, कामकाज छैन, जङ्गल हिँड्ने कामकाज छैन, जङ्गल हिँड्ने यताउता गर्ने, दिन काट्ने, यस्तै छ। अनि बर्खा दसैँ पनि त्यस्तै गयो, बर्खा लागेर ल केटाहरूसँग घुम्न आएको। अनि केटाहरू आफ्नो ग्रुप बनाएर हिँडेछ। यस्तो छ पारा, आफ्नो कपाल गराएर हिँडेछ। माथि चढीहरू माथिल्लो खोला खासै आएर हिँड्छ। अनि उकालो चाहिँ यस्तो छ, बाटो अलि लामो छ, त्यसकारण हामी चाहिँ यसो लिफ्ट लिनु सोचमा छौँ। लिफ्ट दियो भने चाहिँ होइनबाट तिनीहरू चेक गर्न हान्छ, बाटो साटो चेक गर्ने मान्छेहरू होला। लिफ्ट दियो भने हामी आधी घन्टाको बाटोमा 2-3 मिनटमा पुग्न सक्छौँ। तलदेखि रिच किट। ल गाडी आउँदैछ, अटोमा आयो नि त लिफ्ट। कहाँ जाने हो? यहाँ झुन्ने थवा छैन, आमा छोरी कहाँ? छोरीलाई मारेको, आमा झुन्नेको कहाँ? यही चिरामा माथि यता ढुङ्गा खान मारेको थियो आमा छोरीलाई। आफ्नो छोरीलाई आफ्नै आमाले छोरीलाई बेसी माथि ढुङ्गा हालेर ल हेर्नुहोस् दर्शक पनि दिँदैकोले भ्यू टावर जाने बाटोमा यसरी खन्देका छन्। स्थानीयहरूले घर पोत्नको लागि यसरी बाटो खन्नु त भएन नि, यसरी बाटो खनिदिएका छन्। हामी आज खासमा साधनमा जाने कुरा थियो। अनि बाटो बिग्रिएको छ अरे भन्ने कुरा सुनेपछि हामी चाहिँ पैदल आउने निर्णय गरेको। गाइस हामी अलि ठाडै बाटोमा आइसकेको छौँ हामी अहिले। अनि त्यसपछि ठाडै बाटोबाट हामीलाई एउटा परेसानी आइसकेको छ बाटोमा। परेसानी चाहिँ बाटोमा यो झुसिले किराले यस्तो गराउनु रहेछ। के देखिन्न त हो, झुसिले किरै देखिन्न। ईश्वरको कसरी देखाउने त केटा हो। अब हामी एकछिनमा अब भ्यू टावर पुग्छौँ। एकदम फेरि एक्साइटेड, फेरि यस्तो छु कि म खत्रै एक्साइटेड छु। त्यस कारण अब कता हो त भन्ने खोज्नु केटाहरू चाहिँ बाटो देखेकोहरू 2 जना। अनि हामी चाहिँ गाउँका मसियाहरू हामी चाहिँ पछि हिँड्यौँ। गाउँ दसैँ मनाउन गाउँ आएको हामी चाहिँ। त्यस्तो हामीलाई केही थाहा छैन। अब दसैँ जाने बेला केटा दाउरा चौक खोजेर जाने बाटो बरी रहेछ। स्ट्रगल गर्दै दसैँ पनि मनाउनु पाइएन, 5 दिन सकिएपछि घर आइपुग्यो। गाइस यस्तो दामी नेचरमा तपाईँहरू कहाँ हुनुहुन्छ, आउनु पर्यो। यस्तो दामी नेचरमा रमाउनु पाउनु भनेको भाग्यको कुरा हो गाइज है। अनि पछि यो झुसेली किराले यहाँ चाहिँ ध्वस्त पारेछ जङ्गल। यो झुसेली कुराले जङ्गल ध्वस्त पारेछ। हाम्रो प्यारो मान्छे चाहिँ हामीलाई अब यहाँबाट गएपछि नास्ता स्पोन्सर होटेल यात्रीमा हाम्रो प्यारो मान्छे पुष्कर बालन। सबैजनाले पुष्कर बालनलाई माया देखाइदिनु होला गाइज। हामी चाहिँ अब नास्ता खान जान्छौँ यहाँबाट गएर। टिकटक आइडी के छ हजुर? बालन पुष्कर @gmail। ट्रेकिङ महिने केटाहरू करौती देखेर करौतीले लोपाइसकेको छ हाम्रो केटाहरूलाई। हुन्छ भन्दाखेरि म देखाउँछु गाइज, यस्तो हुन्छ। ल हामीले यस्तो खानुपर्ने हुन्छ। तपाईँहरूले पनि खानुभयो होला बचपनमा। कतिजनालाई थाहा छैन होला करौती भने के हो भन्ने। यो हो, यस्तो खानुपर्छ। यसको स्वाद फेरि कस्तो हुन्छ भन्दाखेरि हल्का अमिलो मोलो टाइपको हुन्छ, दामी हुन्छ।
दाङतिर बस्नु हुने सबैलाई थाहा छ होला करौती भन्ने कहिले करौती कहिले बयर यस्तो तर थकाइ लागिसकेको छ हिँड्नै गाह्रो भइसक्यो गाइस भक्कर खाना खाएर हिँडेको अनि यहाँनिरबाट चाहिँ यतिको देखेछ अलिअलि यस्तो छ बाटो अहिले चाहिँ माथितिर माथि हुँदै बाटो सानो हुँदै गरेछ अनि तलबाईको भ्यू पनि दामी देख्दो रहेछ अहिले हामी एकचोटि माथि गएर देखाउनेछौँ लास्ट थकाइ लाग्यो गाह्रो हुँदो रहेछ गाइज डह्रो थकाइ लाग्यो पुरै पसिनाले दिस इज द भ्यू टावर हस्तिनापुर बबिचार हस्तिनापुर रहेको भ्यू टावर है यस्तो रहेछ 2-3 वर्ष अगाडि आएको थियो यहाँ 2-3 वर्ष अगाडि तलको बेसको लागि जगहरू बनाउँदैछ अहिले चाहिँ यस्तो पारेछ ठिकै छ हेर्दा त बाहिरदेखि अब हामी माथि गएर भ्यू हेर्नेछौँ थकाएर थाकेर हैरान यस्तो छ है भ्यू टावर अनि भ्यू टावरको वरिपरि चाहिँ यस्तो छ अनि हाम्रो भ्यू टावरकोमा यस्तो त नलेख्नु पर्ने फोहोरहरू रहेछ यस्तो फोहोरहरू कसै गर्छ यहाँ जति पनि घुम्न यताउता डुल्न आउनुहुन्छ सबैजनाले आफूले लिएको फोहोरहरू आफै व्यवस्थापन गर्नुपर्ने हो तर यहाँ फोहोरहरू देखिएको छ पहिलो फ्लोरबाट यस्तो देखेको छ है पहिलो फ्लोरबाट यस्तो देखेको छ सो हामी अझै अब म टपमा गएर देखाउनेछु है त यस्तो भ्यू है गाइज भ्यू टावर माथिबाटको भ्यू यस्तो रहेछ टपमा अनि यता पर्छ हङ्सपुर यता पर्छ हस्तिनापुर अनि यहाँ बहिनीहरू पनि सानो बहिनीहरू पनि आएर छन् भ्यू टावरमा यस्तो रहेछ है यस्तो सबैजना लास्टमा हामी यति टपमा आइसक्यौँ नानीहरू त डराएर गयो क्या हो सानो नानीहरू आएर छन् डराएर हो के गरेर हङ्सपुरदेखिको भ्यू है ए हङ्सपुर पाएको भ्यू यो चाहिँ यस्तो छ है यतातिर चारैतर्फ यस्तो छ सबैजनाले हेर्नुहोस् इन्जोय गर्नुहोस् केही 2 शब्द राख्दै हुनुहुन्छ मेरा दर्जीले ल राख्नुहोस् न त आफ्नो अब यो भ्लगमा सायद देखाएको छ राम्रैसँग देखाएको छ तर यो बनाउँदा बनायो भने यो बनाएको केही साह्रै नभएको यो यहीँको स्थानीय जनताको काम हेर्दै हामी त यो तल लेखा हामी त जनता त हामी भयौँ तर यो गर्ने मान्छे को भन्ने हो क्या खोज्नु पर्यो जनता त हामी स्थानीय जनता हो तर हामीले आएर एउटा धर्का परिराखेन ओके यु कन्टिन्यू मैले अब भन्न खोजेको के हो भने चाहिँ जे जस्तो भयो नि जे जसको लागि बनायो भने एटलिस्ट बनिसक्यो मान्छे यस्तो चाहिँ नगरिदिनु पर्यो अब जे गरिदियो गरिसक्यो होइन तपाईँ फाल्नुहोस् त्यो यार तपाईँहरू लाग्ला यार भन्न न अब जे हुनु भइसक्यो होइन तर अब चाहिँ आउने मान्छेले चाहिँ यस्तो नगरिदिनु यहाँ यो फोहोर हेरेर देखाउँदैन यो फोहोरहरू के हो यस्तो लेङ्गा खानी लाग्छ ठुलो फोहोर उहाँ आउँछ यो अब सिरियस म्याटरमा भित्र सबैजनाले यहाँ जति पनि आउनुहुन्छ घुम्न सुन्न यताउता जे गर्न आउनुहुन्छ आफ्नो काम गर्नुहोस् त्यो नगर्नुहोस् भने आइन जे पनि गर्न सक्नुहुन्छ कपालहरू आउनु सक्नुहुन्छ तपाईँहरू होइन झाडी साडी यता नजिकै छ तर यो बिल्डिङभित्र चाहिँ यस्तो गन्दा कामहरू नगर्नु होला यदि गरिहाल्यो भने सरसफाइ आफ्नै तरिकाले गर्नु होला ल यस्तो दामी भ्यूहरू हेरेर अब चाहिँ हामी घर फर्किँदैछौँ ल गाइस अहिले चाहिँ हामी भ्यू टावरको भ्रमण गरेर घरतिर फर्किँदैछौँ पानी हल्का छ्यास्स पानी परिरहेको थियो अहिले चाहिँ फाटिसक्यो अब हामी बेसीतिर झर्दैछौँ हामी अब यस्तो दामी छ है जङ्गल फेरि जङ्गल पनि यस्तो दामी छ कि कुरै छोडिदिउँ चट्ट लाएर अब हामी घरतिर जान्छौँ अनि अब हामी भेट्दै गरौँला आगामी दिनहरूमा हामी भेट्दै गर्नेछौँ हुन्छ सबैजनालाई बाई बाई टेक केयर आफ्नो ख्याल गर्नु होला बाढी पहिरो आइरहेछ अरे ठाउँमा सबैजनाले ख्याल गर्नु होला अन्त्यमा मेघरा दर्जीले कुनै शब्दहरू राख्न चाहनुहुन्छ शब्द के राख्न चाहन्न अब यो च्यानललाई चाहिँ सपोर्ट गर्नु पर्यो ल धन्यवाद है त सबैजनाले
केटाहरू यता पनि ओ कुन युवाला सल्लाह युवाला हो कि सायद ल हुन्छ त है सबैजनालाई भेट्दै गरौँ ल बाई बाई